बल्ल घर आइपुग्यो लुगा फेर्नु पर्यो पैसा होला नि गोजीमा अलिअलि लुकाउनु पर्छ भरे फेरि बुढीले सब बुढी छामिहाल्छ ला भोला पो रहेछ नि त अब यो देखि भन्दा झन् बुढीले त अब टुप्पी डुबाउँछु मेरो अब भरे खाना पनि चाहिन्छ लुकाउनु त पर्यो कहाँ लुकाउने होला आइडिया बुढीकै लुगाहरू त लुकाइन्छु यति गरेपछि त भरे देख्दिनँ नि त अब लुगा धुनु पर्ने कुन लुगा फोर्छन् हौ हेर्नु पर्यो के हो यो ओ के हो त्यो भोला जस्तो त कहाँबाट आयो भोला के हो तिमी पनि भोला खान थाले कि हेर त गोजीभरि भोला आएको राम 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 यो केटी त बिग्रिसे है बिग्रिसे पुरै बिग्रिसे यो केटी त भोला पो खान थालिस हेर कति छन् भोला आएको राम 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 भोला पनि रहेछ अझै पख्र मलाई थाहा छैन यो भोलाको खोल कहाँबाट आयो कसले ल्याएर राखिदियो म खादिनँ यस्तो छि के त मैले ल्याएर राख्दिनँ त्यो भोला खोल तिम्रो गोजीमा होइन मलाई थाहा छैन यो कहाँबाट आयो म लगेर फालिदिन्छु खैलु त्यसो भए मलाई त्यो म लगेर आफै फालिदिन्छु आइँदादेखि भोला खोल देखौँ न गोजीमा खुब भोला खान थालेका यसलाई भन्छ साँप पनि मर्यो लट्ठी पनि भाँचिएन लगेर एकतिर खानु पर्यो कुनातिर Ha ha ha!